गुड मर्निङ एभ्रिवान नमस्ते सेवा सम्पूर्णमा आज बिहानै हामी उठेर खरानी झिक्दैछु किनभने उभौली दिवापा गर्नुपर्ने छ होइन साम्फाहरू त्यस्तो भनिन्छ हामी दिवापा भन्छौँ अनि बिहानै उठेर खरानी झिकेर त्यो सबै भैबरको खरानी हुन्छ नि त अब बाख्रा के हुनु हुँदैन चोखो गर्नुपर्छ त्यो दिन चाहिँ अनि त्यही भएर खरानीहरू सबै झिक्नुभयो मम्मीले अनि म चाहिँ पोतो लाउँदैछु पोतो लगाइसकेर मम्मीले लिप्ने हो अनि त्यसपछि फटाफट सबै काम सकिराख्ने हो दामी दाजु आउनुभन्दा अगाडि हाम्रो गापङ भन्नुहुन्छ होइन दाजु धामी दाजु आउनुहुन्छ अनि त्यो दाजु आउनुभन्दा अगाडि हामी सबै रेडी पारिराख्नुपर्छ अनि अहिले चाहिँ फटाफट म पोतो लाउँदैछु अनि मम्मीले लिप्नुहुन्छ अनि त्यसपछि यस्तो सबै रेडीहरू पारिसकेपछि छिटो हुन्छ नि त अनि फटाफट आज चाहिँ बिहानै उठ्नु पर्यो अनि कति 5 पनि नबज्दै हामी उठेको आज चाहिँ अनि फटाफट गर्दैछौँ मम्मीले यहाँ अनि लिप्नु भन्दैछ अनि म चाहिँ यहाँ आगो बाल्नु खोज्दैछु लाइटरहरू कता छ भनेर हेर्दैछु पानी र आगो बोक्नु ल म आगो बोक्छु है ल त बोक्नु हुँदैन है म बोक्दैछु लु जाऊँ दाजु ए मैले त फेरि बल्ल बल्ल तात्यो कि अनि खोजेको फेरि चारो त त्यो हात चालेको चलेको त्यस्तो काँदैन तर खुट्टा खुट्टा बला मदरा शाखा मदरा किन बाखाङ म बोतर मलाई खाप्टा बुझ्दा खान डब्लु बिताइ छ किन आदि माम छ धाराउने हामीले सपा छ मको मथाङ थियो दा रापला मे तुति को पला मे खाना बाखाङ म बुङा मलाई आकामा चाहिँ मको बादिन्छ को सिद्धरा सोच्छु बाखाङ म त छ बुङा त सिद्धि हम गाजले हम कने तेरे हम धारा उनी म दक्षिण हम पश्चिम हम मलाई खाने बासे तरी सम्म आदि माम मलाई अंकर का दम मलाई है खाप्टा बुझ्दा खान डब्लु चाहिँ किन छेमा मदार छेमा द मलाई बाखा म छ बुङा त छ र किन त जम्मे बल म त शाखा म हामी साइ पाजे छ म को मथाङ को चाहिँ रापला को बले मिटुन खाना रापला को बले मिटुन जम्मे राम ज्योति को तले पनि नि ओडा मदारा हामीले सपाले साइ म को मथाङ को बाखा म त बुङा किन खाना निमित्त और छ मलाई आनमानी किन हाले जम्मे खाना चाहिँ बल दक्षिण हम त हाले म त निसा मलाई तारि हम त निसा भने भाषा आदि माहङ छेमा र छेमुन खोजी छेमा र छेले मुन्तम धारा खोजी फेरि माग खोजी रापला पुपाला मेतुम जम जम खाना बाखा म खाने निमी और साथी म छेमा र छेमुन जाउने आदि छेमा र खोइ बुङा खोइ गान्छ बात बुङा खोइ बुङा म सेता बेरा छु ल है भाकल आइदेखि पुरानी सबैले नानेर खिम्दा राख्छ्याम भाकल पुरानी सायो भाकुते भाले आलो परमेश्वरी सिन ल्याम्छु निपलो निमितिन आएदेखि पुराली आउने ल परमेश्वरी पुराली सधैँ अचि मलाई काजे पुरा मेतुम तम परमेश्वरी नाम प्रियम तुम समला तुम नगला तुम मकन मकनी रहता रेला मटर हावा जदा मकनी समला तुम परमेश्वरी Suri sa pamtambala pamtambala mani sa tadi yang पर्छियो एकैचोटि
त्यो परेर मुको म त धानमा दराङ्गा बाटो यिनीबाट मुखको मान्छे मसा मुखको काटीलाई खाना बाटो न म यो नि म मुन्दाउने नि ला मनाउ ए गाना फेरि रिसाउनु हुँदैछ भाइ पोल्दै गर्दा हुन्छ खानु पो हुँदैन त हिँड्नु काकी बाहिर पोल्दा हुन्छ ओरो बाहिर भित्रै पोल्नु पर्ने फेरि मतलब यस्तो कुखुरा बनाउनु त कृष्ण भाइ एक नम्बर अरे त्यही भएर यो भाइलाई बोलाइलिएको 9 बजीसम्म पो सुत्छु भन्दैछ यो भाइ त त्यही भएर हामीले उठाइलिएको हतार पानी छम्काएर भाइ अब त च्याम्पियन हुनुभएको कमा पकाउने काकी कुरालाई गोदियाउन खाचो कमर से मना पेला सिपचावा से मना पेला बुखा से मना पेला उनको आरा पेन का बेसिक से मना पेला उनको मला झारा उनको मना पेला को निना मना बोट रहे करता था आमा कमर तो खाने वाऊ म त तलिसिन हुन मालुङ दा तलिसिन त थुमान त तले पाखा न कमर दा साके नुदा 12 लुङदा रिखि सायन गए जम त तंगा का चाहिँ उनको मला दक्षा पेन का बुआ पे खाने नि हुन मालुङ दा तले थुमान पाखा कमर दा साके नुदा 12 लुङदा रिखि नुदा सायन त यम त सन्ते दिवार त 12 दिवा खर्दा आज चाहिँ सबै साइड जुरेको रहेछ होइन अनि हाम्रो लेवा आज चाहिँ कुहिरो फेरि यस्तो लागिरहेछ क्या होइन धुम्म बर्खा लागे जस्तो अनि भान्जाहरू नातिहरू पनि आउनुभएको छ बुबाहरूको पनि भाकल गर्नुहुने अरे भनेपछि दाजुले पनि खानुभएछ पुजेको 4वटा बियर खाएपछि त पुजेपछि त लडिता गयो होला अनि भालुकेलाई कुटेर झरेछ अब हामीलाई बलमा गाले दङछ भनेर नामको दिवानी छिन्यो यो राख्ने भन्नु मलाई भने कहाँ लाउनु ढोक्न तर कापा मलाई हुनु पर्यो त्यही त खराब बोल्यो बक्सानीमा त फेरि हेर्दा त बाख्रा जस्तै हुन्छ तर बक्सा छ भने उद्धम आयो हैन हुँदैन खारा लाखाची मत होम्रो कोच म पे खारा हम फेरि समोसा चाहिँ भाषा फेरि म चाहिँ हिमाली मला सान्सिङ दोङा गरी उको साकुटी लाकुटी लन्ता भुनमा त सोकमा त थामा जा yang masa kong tangsa ngata पुरै जा कान्छाले दिन नि कान्छालाई पाउनु बुबालाई आउँदैछ ए काकालाई आउँदैछ यस्तो कुरा हामीलाई पो थाहा छ यस्तो कुरा मलाई नसिने भत्काइ हेर त हाम्रो चाहिँ दिवापा उभौलीको दिवापा सबै गरिसकेर म चाहिँ फेरि आज पनि चिसाबान जानु पर्दैछ नि त अनि म फेरि चिसाबान जानलाई रेडी भइसकेको अनि अहिले त दिलीप दाजु पनि हुनुहुन्न नि त अनि 9 बजे नै पुग्नुपर्ने अरे अनि त्यही भएर म चाहिँ यहाँ रोजन भतिजलाई पुऱ्याइदिन्न भनेको अनि रोजन भतिज पनि ठिक्क बेलटार जानुहुने रहेछ क्या अनि भनेको त ठिक्कै यो दाजु पो आउनुहुँदो रहेछ नि जेठाले भनिदिनु भयो लैजानु भनेर अनि यो दाजुसँग गयौँ हामी गफ गर्दै गयौँ अनि त्यसपछि चिसाबानीमा छोडिदिनु भयो अनि चिसाबानी पुग्यौँ अनि पालिकामा कामहरू गऱ्यौँ अनि त्यसपछि हाम्रो ब्याङ्कमा थोरै काम थियो त्यो पनि गऱ्यौँ अनि काम भइसक्यो त्यसपछि म चाहिँ अहिले तलतिर जाँदैछु फेरि सामान पनि लानुपर्ने छ क्या थोरै सामान अनि त्यसको लागि पनि गरेँ अनि त्यसपछि अहिले चाहिँ हामी खाजा खानु बसिरहेको छौँ दाजुहरूसँग अनि अहिले चाहिँ यता मैले खिच्दैछु त्यो यताबाट स्कुल अनि हस्पिटल जाने बाटोहरू छ उतापट्टि अनि अहिले चाहिँ हामी खाजा खानुमा ठाउँमा बसिरहेको छौँ गफ गर्दै अनि म चाहिँ थोरै भिडियो पनि यस्तो क्लिक गर्दैछु अनि पर्खिँदैछु है अटोहरू दिलीप दाजु त हुनुहुन्न नि त अनि
राजु दाजु अनि प्रकाश भान्जा हुनुहुँदो रहेछ अनि प्रकाश भान्जालाई भनेको म मात्र आफै एक्लै कता अनि रोजन भतिज ठिक्क आइपुग्नु भयो अनि रोजन जेठाले पनि पुऱ्याइदिनु भयो अनि गोठालो गर्नु पुग्नुपर्ने भनेको त हिँड्नु न त म चिसाबानसम्म चिसाबान छेमासम्म पुऱ्याइदिन्छु भन्नुभयो अनि छेमासम्म पुऱ्याइदिनु हुँदैछ धन्न जेठा फेरि आइपुग्नु भएछ क्या अनि पुऱ्याइदिन्छु भन्नुभयो अनि हुन्छ नि त भनेर म पनि नि चढेँ अनि छिट्टै पुऱ्याइदिनु भयो क्या एकछिनमा जेठालाई पनि हतार थियो नि त बेलुका जानु अनि मलाई पनि फटाफट त्यहाँ छेमासम्म पुऱ्याइदिनु भयो अनि छेमामा पुग्यौँ त्यसपछि फर्किहाल्नु भयो अनि म चाहिँ त्यहाँदेखि हिँड्दै हिँड्दै आउँदैछु हिजो पनि त्यत्तिकै भयो नि त बिहानदेखि बेलुकासम्म त्यतै चिसापानी छेमा गर्दै दिन बित्यो अनि आज पनि त्यस्तै हुन्छ भनेर आज चाहिँ आएर भैँसी खोल्नु परेछ अनि हतार हतार गरेको जति हतार गरे पनि के गर्नु र होइन कामहरू